वेलकम टु माई न्यू ब्लग। अब बिहान हुँदैछ, भर्खर बिहान उठेँ म। अब नेपालीमा नै बोल्ने छु, किनभने साथीहरू कमेन्ट गरेर नेपालबाट नि साथीहरू तिमी नेपाली भएर किन हिन्दी बोलेको ब्लगमा भनेर अनि भनेको रहेछन्। अनि के गर्नु नि, म नि नेपाली हो। अब यस्तो हो क्या, अब अहिले म नियोङको पढिरहेको छु, स्टुडेन्टमा जापानमा छु अहिले। अनि यहाँ मेरो क्लासमा लगभग प्राय त्यो इन्डियन भन्नाले नि पाकिस्तानीहरू र बङ्गलादेशीहरू छन्। तिनीहरू हिन्दी बोल्छन् अनि तिनीहरू मलाई सिकाएर अब के गर्नु, तिनीहरूले अब इन्सपिरेसन दिएर अनि म नि ब्लग बनाउनु लागेको होइन। अनि त्यही भएर अब हिन्दी बोलाउँ कि भनेर लाग्यो। हिन्दी फर्स्टमा 2-3वटा ब्लगमा बोलियो। हिन्दी नि मेरो त्यस्तो नराम्रो छैन, राम्रै छ होइन। तर तै नि अब नेपालीमा म नेपाल घर भएको मान्छे, अनि के हिन्दीमा बोलु भनेर हो के। अनि नेपालीहरू नि हिन्दी बुझ्न त सब बुझ्छन्, किनभने सब फिल्म हेर्छन् नि त, इन्डियन फिल्म। हामी हिन्दी गाना पनि सुन्छौँ। नेपालीहरू त पढाइ त त्यही हो नि त। अनि त्यहीबाट हामी सुनेर सिकिन्छ होइन। अनि अलिअलि बोलिन्छ, बोल्दा बोल्दै मलाई नि त्यति आउँदैन थियो। यहाँ जापान आएर त्यो पाकिस्तानीहरू सब पढाइ हिन्दी नै बोल्छन् कि मेरो क्लासमा। अनि तिनीहरू यसो बोल्दा बोल्दै मलाई नि सिकाए होइन। अनि यसो ब्लग बनाउनु लागेको। अबदेखि मेरो आउने ब्लग सबै नेपालीमा हुनेछ, त्यही भन्न लागेको होइन। अब त्यही छ, त्यही भएर अबदेखि त नेपालीमै ब्लग बनाउँछु। अब हिन्दीमा बनाएकोलाई म क्षमा चाहन्छु होइन। अब 2-3वटा भिडियो बना होला, त्यो नि अब इन्डियनहरूले भनेरै हो क्या। अब हिन्दीमा बोलो, भाइरल होगा यसो त्यस्तो भनेर हो क्या। त्यही भएर म हिन्दीमा बनाएको होइन भने त नेपालीमै बनाउँथेँ होइन। म नेपाल घर भएको मान्छे होइन, किन नेपालीमा नबनाउनु र होइन। अनि त्यही भएर हिन्दीमा बनाउनु लागेको। अबदेखि नेपालीमै आउँछ ब्लग, यस्तो हो। अनि अब बिहान उठिएको छु। बिहान उठेर अब तरकारी केही छैन कि, चामल नि थोरै थियो, अलिकति मात्रै थियो। अनि तरकारीहरू केही थिएन। अब गएर यसो नेपाली पसलमा मासु लिन्छु। आज यसो मटन खाम्न भनेर हो कि। सबजना केटाहरू सुत्या छन्, तिनीहरूको नाइट काम थियो। मेरो चाहिँ हिजो काम थिएन, हिजो रातभरि सुतेर अनि अहिले बिहान उठेको छु। अहिले अब जाँदैछु नेपाली पसलमा। अनि त्यहाँबाट केही सामान लिन्छु, थोरै सामान लिन्छु। अनि त्यसपछि अर्डर गर्छु, त्यो रुममै पुर्याइदिन्छ। अनि त्यही जानु लागेको। अहिले चिसो नि भइरहेको छ गाइजहरू जापानमा। अहिले पुरै बिहान उठेको छु, एकदमै चिसो छ। यहाँ यस्तो हुन्छ बाटो, यहाँको मेन बाटो यस्तो हो। यहाँबाट 5 मिनट जति छ नेपाली पसल पुग्न। अनि त्यहाँबाट सामान लिनु छ, के त्यहाँ बिलमा बनाएको छु, त्यहाँ गएर लिनु छ बिस्तारै। त्यहाँ ट्रेन हेर्नु जाँदैछ। ब्याङ्कबाट अलिक पैसा निकाल्नु थियो, फाइनल निकाल्यो। सामान लिनु जानु अहिले फेरि रातो बत्ती बल्या जान मिल्दैन। यहाँ बेलुकातिर यस्तो यहाँ गर्छन्। आज स्याटरडे छ नि त, सन्डे छ नि त। अनि सन्डेमा यस्तो रमाइलो गर्छन्। यहाँ विकेन्ड मनाउँछन् पुरै धुमधामले। गइदिन्छु म त, कोही छैन। यहाँ यस्तो मेला जस्तो लाग्यो कि, हाम्रोतिर मेला भन्छ नि, सेम त्यस्तै हो। यहाँ प्रोग्राम भइरहेछ त्यो साइडमा, जापानिजहरूको पुरै स्टेज जस्तो बनाएर अनि प्रोग्राम गर्दैछन्। यहाँ चिसन छ बिहान। बेलुकातिर त पुरै रमाइलो हुन्छ यतातिर। बेलुका अब खै टाइम मिल्छ भने अब आउँछु, होइन भने क्रिकेट म्याच हेर्छु कि। फेरि एनपिएलको ठुलो फ्यान छु म। गाइज हामी यहाँ आइपुगेका छौँ नेपाली पसलमा। त्यहाँ दाइको गाडी लाग्यो, अगाडिमा आएको पसल छ। दाइको गाडी त कडा रहेछ त है। यहाँ धेरै मेहनत गरेर यो गाडी 20 वर्षको हो कि, मेहनत गरेपछि यस्तो हुन्छ।
यो पसल रहेछ सामान लिने हो यहाँबाट जाने हो। म आफ्नो रुममा आइपुगेँ, अब गइरहेको छु रुममा र सामान लिने थियो, सामान लिएर आइपुगेँ। अरू अर्डर गरेको छु, त्यो दाइले अब रुममै ल्याइदिनुहुन्छ। ल गाइस, यस्तै ब्लग हेर्नको लागि लाइक, सब्सक्राइब, सेयर, कमेन्ट गर्नु होला। फेरि अर्को भिडियोमा भेट्नेछौँ। गुड बाई, टेक केयर गाइस।